ज्ञान भनेको यो रहेछ, संसारभरि विभिन्न विषयमा लेखिएको पुस्तकहरू, किताबहरू र विभिन्न सूत्रहरू, फर्मुलाहरू, एक्जाम्पलहरू रहेछ र त्यहाँबाट हामीले अध्ययन गरेर परिश्रम गरेर हासिल गर्ने कुरा चाहिँ ज्ञान रहेछ। तर बुद्धि धेरै फरक रहेछ। बुद्धि भनेको चाहिँ कुनै पनि विशिष्ट व्यक्तिले सिधै परमेश्वरबाट आशिषित भएर, अभिषिक्त भएर उसको हृदय र उसको दिमागहरूमा प्राप्त गर्ने बुद्धि, जुन बुद्धिले ज्ञान छर्छ। र बाइबलमा भन्छ यिर्मया 33:3 त्यहाँनिर भनेको छ, तिमीहरूलाई बुद्धि परमेश्वरबाट आउँछ। ज्ञान चाहिँ तिमीहरूले संसारबाट सिक्छौ। संसारका विभिन्न गतिविधिबाट, विभिन्न घटनाहरूबाट र लेखिएको पुस्तकहरूबाट तिमीहरूले ज्ञान पाउँछौ। बुद्धि परमेश्वरबाट। जस्तै कुनै पनि नयाँ कुराको प्रतिपादन, नयाँ कुराको उत्पादन अथवा नयाँ आविष्कार कसैले गर्यो नि, त्यो बुद्धिद्वारा हो। तर त्यही आविष्कारलाई कसैले फलो गरेर कपी गर्छ भने चाहिँ त्यो चाहिँ ज्ञान।